नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई यस्तो खालको ब्राइडल हेयरस्टाइल चाहिँ कसरी गर्ने भनेर सिकाउन जाँदैछु। पहिला सुरु इयर टु इयर सेक्सन गर्ने। इयर टु इयर सेक्सन गरिसकेपछि चाहिँ हामीले थोरै क्राउन एरिया छुटाउने। क्राउन एरियामा चाहिँ हल्का मात्रै भोल्युम दिने। रुटमा तपाईहरुले यदि अब अझै भोल्युम चाहियो भने चाहिँ अझै गर्न पनि सक्नुहुन्छ। हामीलाई चाहिँ धेरै भोल्युम चाहिएको थिएन, त्यही भएर थोरै मात्रै गर्यौं। अनि त्यसपछि मजाले क्लिन गरिदिने साइनिङ स्प्रे लगाएर। मजाले क्लिन गरिसकेपछि चाहिँ तपाईहरुले त्यो कपाललाई चाहिँ पोनीटेल गरिदिनु पर्ने हुन्छ, पछाडिको सबै कपाललाई। अहिले चाहिँ दुईवटा रबर लिएको छु र त्यो दुईटालाई चाहिँ एक आपसमा जोडिदिएको छु ताकि हाम्रो चाहिँ लेन्थ लामो होस् र हाम्रो कपाललाई चाहिँ सबैलाई मजाले चाहिँ राउन्ड गर्न पुगोस् भनेर चाहिँ त्यसरी लिएको छु। र दुईटा बबी पिन साइडबाट लगाएर चाहिँ यसरी पोनीटेल गरिदिएको छु। अब पोनीटेल गरिसकेपछि चाहिँ पहिला सुरु हामी फ्रन्टको गर्छौं। पहिला सुरु चाहिँ हामी थोरै साइड सिउदो छुट्याएर त्यहाँबाट थोरै कर्लीको लागि पनि छुटाउने। छुटाइसकेपछि चाहिँ तपाईहरुले थोरै सेक्सन लिँदै अब जस्तै मैले गरेको जस्तै दुईटा पार्टिसन छुटाउने त्यसलाई पनि। अनि त्यसपछि ट्विस्ट गरेर पछाडि लैजाने। र भोल्युम चाहियो भने चाहिँ तपाईहरुले ब्याकअप पनि गर्न सक्नुहुनेछ। जस्तै यसमा मैले गरेर सकेको छु र क्लिन गरेर यसरी नै ट्विस्ट गरेर राख्दिने। फेरि अर्को पार्टिसनलाई पनि सेम त्यस्तै गरेर चाहिँ भोल्युम नपुगेको भएर ब्याकअप गर्दै फेरि अर्को पनि लिने। तपाईहरुले त्यो सबै कपाललाई चाहिँ यस्तै गरेर ट्विस्ट गरेर राख्दिने। अनि ट्विस्ट गरेर राखिदिसकेपछि इफ अझै भोल्युम चाहिन्छ भने चाहिँ तपाईहरुले रिप्सहरु पनि तान्न सक्नुहुनेछ। हामीले चाहिँ थोरै हल्का मात्रै रिप्सहरु तानेको जस्तो डिजाइन गरिदिरहेको छौं ताकि अलिकति भोल्युम आओस् भनेर है त। ल यस्तै गरेर अब अर्को साइडको पनि हामी गर्दैछौं। अर्को साइडमा पनि थोरै कर्लीको लागि छुट्यायौं र त्यहाँबाट नै सेम पार्टिसन जस्तै गरेर अहिलेको जस्तै गरेर हाइट अब अलिकति चाहिने हुन्छ, त्यही भएर चाहिँ अलिकति भोल्युम गरेर त्यसलाई अलिक क्लिन गरेर अनि त्यसलाई नै अहिलेको जस्तै गरेर होल्ड गरेर राख्दिन पछाडि ट्विस्ट गर्दै। अनि फेरि अर्को पार्टिसन पनि लिने। त्यस्तै गरेर ब्याकअप गर्दै भोल्युम दिँदै चाहिँ तपाईहरुले त्यसलाई नै क्लिन गर्दै यसै गरेर ट्विस्ट गरेर राख्दिने। अनि त्यसपछि यसरी हल्का रिप्सहरु तान्दिने। यदि तपाईहरुलाई रिप्सहरु तान्नु मन छैन भने चाहिँ रिप्सहरु नतान्दा पनि हुन्छ है त। यस्तै गरेर चाहिँ गर्नु होला। ट्विस्ट गर्दा चाहिँ हामीले राइट ह्यान्डले गरेको छौं। राइट ह्यान्डले ट्विस्ट गर्दाखेरि चाहिँ आफैपट्टि ट्विस्ट गर्ने। इफ पछाडि रिभर्स गर्नुहुन्छ भने चाहिँ मासतिर जान्छ भने चाहिँ यो चाहिँ हामीले डाउन गरेर रिभर्स गरेर चाहिँ ट्विस्ट गरेको छौं। अनि त्यसपछि त्यसमा रिप्स पनि तान्दिराखेको छु, हेर्न सक्नुहुनेछ तपाईहरुले। यदि तपाईहरुलाई पनि यस्तै हेयरस्टाइलहरु सिक्न मन छ भने चाहिँ भिडियोलाई लाइक शेयर पनि गरिदिनु होला। प्लस तपाईहरुलाई चाहिँ सिक्नै मन छ अफिसियली अब भेटेरै सिक्न मन छ भने चाहिँ हाम्रो ब्युटी ब्लिङ्क स्टुडियोमा जोइन गर्न सक्नुहुनेछ क्लासमा पनि। त्यसपछि तलको पनि कपाललाई लिएर चाहिँ मैले अब चाहिँ रिभर्स टाइपमा उल्टो चाहिँ ट्विस्ट गरिरहेको छु। जस्तै लेफ्ट ह्यान्डले ट्विस्ट गरेर चाहिँ अनि त्यसलाई नि रिप्स तान्दिएको छु अपोजिट है। त्यो माथिको दुईटा र यो तलको दुईटा चाहिँ अपोजिट गरेको छौं। त्यस्तै गरेर गर्नु होला हामीले। अनि त्यसपछि पछाडि गर्न लागेको छौं। पछाडि त्यो सबै कपालहरुलाई चाहिँ पोनीटेल गरेर त्यसमा चाहिँ व्हाइट खालको बन राखिदिएको छु मैले, डु नट बन। अनि बाँकी बसेको कपालहरुलाई चाहिँ सबैलाई यसरी तीनटा बनाएर बाट्दिने। बाटेर चाहिँ हल्का खोल्ने र बनलाई चाहिँ हामीले ढाक्नु पर्ने हुन्छ, त्यही भएर चाहिँ बाटेर खोलेको हो। यस्तै गरेर चाहिँ तपाईहरुले गर्नु होला, देख्न सक्नुहुनेछ। अनि त्यसपछि मैले चाहिँ पुरै बनलाई ढाक्दिएर चाहिँ फ्लावरहरुले पनि डेकोरेसन गर्दिसके र घुम्टो पनि लगाइदिसके। अनि फ्रन्टमा चाहिँ कर्ली गर्न बाँकी थियो, त्यही भएर कर्ली पनि गर्दिसकेको छु, सक्नुहुनेछ। अब कर्लीहरुलाई अलिअलि मिलाएर चाहिँ ज्वेलरीहरु पनि लगाइदिए मैले। यो चाहिँ हाम्रो फाइनल रिजल्ट हो, देख्न सक्नुहुनेछ। एकदमै राम्रो बनेको छ। यदि तपाईहरुलाई पनि यस्तै हेयरस्टाइलहरु सिक्न मन छ भने चाहिँ ब्युटी ब्लिङ्क स्टुडियोमा आउन सक्नुहुनेछ। हाम्रो लोकेसन चाहिँ नयाँ बानेश्वरको शान्तिनगर गेटबाट भित्र ओम शान्ति चोकमा हो। धन्यवाद।